नमस्कार सम्पूर्ण साथीहरूलाई। म बालकृष्ण खड्काको हाम्रो लोयलम्यान युट्युब च्यानलमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। फेरि अर्को नयाँ ब्लग लिएर तपाईँहरूलाई तपाईँहरूले देखिराख्नु भएको छ यो ठाउँबाट अल्मेर फाको यो एरियामा छु म अहिले चाहिँ तपाईँहरूलाई यहाँबाट देखाउँदैछु माथितिरबाट तलको यो ठाउँ हो। यहाँबाट यता सिटी पनि छ। मैले यो भिरमा उभिएर बसिरहेको छु। अहिले म यहाँ मार्फाबाट जस्तै बसिरहेको छु। यहाँबाट तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ माथि यस्तो छ ठाउँ। समुद्र पनि छ यहाँबाट यतातिरबाट देखिरहेको छ। यहाँबाट उता परतिर चाहिँ समुद्रहरू देखिराख्नु भएको छ। यतातिर चाहिँ त्यस्तै छ। हेलो नमस्ते, तपाईँहरू सम्पूर्णलाई स्वागत छ। म लोयलम्यानको फेरि अर्को नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ। अहिले म आबुधाबीको वेस्टर्न रिजनको मार्फा भन्ने ठाउँमा छु। अहिले यहाँबाट हामी जाँदैछौँ अल धाद्राको मदिना जायत भन्ने ठाउँमा। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ समुद्रको छेउमा म छु अहिले। यो अल्मेर फाको समुद्र पोर्ट हो। यहाँबाट माथि तपाईँहरूले यहाँनिर अहिले हामी अल्मेर फाको कोअपरेटिभ नजिकै छौँ। यहाँ पनि एउटा पार्क थियो पहिला, अहिले चाहिँ भत्काएको रहेछ, नयाँ बनाउँदै रहेछ। यहाँबाट अब मदिना जायततिरको बाटोतिर हामी अगाडि बढ्दैछौँ। बाटोमा एक्लै ड्राइभ गर्नु पनि मजै हुन्छ साथीहरू। यसरी ड्राइभ गर्दै हिँड्दा पनि आनन्द नै हुन्छ। यसरी यात्रा गर्दाखेरि मजै हुन्छ साथीहरू एक्लै। तपाईँहरूले देख्न सक्नुहुन्छ म अहिले यात्रामा एक्लै छु साथीहरू। एक्लै ड्राइभ गर्दैछु। मेरो दायाँ बायाँ चाहिँ तपाईँहरूले देख्नु भएको होला, मरुभूमि छ, पुरै मरुभूमि छ। यहाँनिर पुरै सेतो मरुभूमि छ, बालुवाको थुप्रो छ। दायाँ पनि त्यस्तै छ, बायाँ पनि यस्तै छ। त्यसको बिचबाट म चाहिँ जाँदैछु। बुझ्नुभयो त साथीहरू? लेफ्ट साइडमा बालुवाका यस्ता थुप्राहरू छन्, तपाईँहरूले देखिन सक्नुभएको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यहाँबाट थोरै केही अगाडि जानुभयो भने अप्सान देखिन्छ।
यो अगाडिको चाहिँ हप्सान हो है साथीहरू। यहाँबाट अब एउटा राउन्डबाट आउँछ, यहाँबाट अगाडि त्यसलाई हप्सान भनिन्छ। त्यहाँ हरियो हरियो तपाईँले देखिसक्नु भएको होला, साना साना घरहरू दायाँ बायाँ। अब यहाँ यस्तै हो, त्यहाँ उटहरू पनि देख्नुभयो होला तपाईँ साथीहरू। म अहिले चाहिँ ठक्कै यो बालुवामा छु है। बालुवामा, मरुभूमिको बालुवा भनेको यही नै हो साथीहरू। तपाईँहरूले यो बालुवालाई बालुवा मात्र नसम्झिनु होला, यो भनेको सुनभन्दा पनि महँगो छ। यो बालुवाले, यो ठाउँको बालुवाले हजारौँ लाखौँ मान्छेहरूको सपनालाई साकार पारेको छ। किनभने हामी सबैजना देश विदेशबाट आफ्नो देशलाई छोडेर यही बालुवामा आफ्नो सपना पुरा गर्नको लागि आउनु परेको छ। यो बालुवा भनेको यहाँनिर रातो बालुवा छ, यहाँ चाहिँ खेतीयोग्य बालुवा पनि हो। यो चाहिँ जुन तपाईँहरूले देख्न सक्नुहुन्छ, यो अगाडिको चाहिँ हाइवे हो। यतातिर पनि यस्तो छ, माथितिर पुरै बालुवा नै बालुवा हो साथीहरू। अनि यहाँ नजिकै चाहिँ ग्यास पेट्रोलहरू चाहिँ पनि उस हुन्छ है त। घाम हल्का लागिरहेको छ साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ यस्तो झारहरू पनि छ है, यस्तो झारहरू उठले खाने झार चाहिँ हो यो, उठले खाने झार हो यो। ता रोड चाहिँ यस्तो छ, रोड चाहिँ यहाँ ल हाइवे यहाँको ल हेर्नुहोस् है साथीहरू, हाइवे यहाँ ता पनि बालुवा नै बालुवा छ, दायाँ पनि बालुवा, बायाँ बालुवा, दायाँ बायाँ सबैतिर बालुवा नै बालुवा छ। हेर्नुहोस् त। यहाँ साना साना उटका फार्महरू पनि छन् है साथीहरू, साना साना उटका फार्महरू पनि छन् यो रातो बालुवाको बिचमा। र हेर्नुहोस् त मान्छेहरू कसरी बसिरहेको छ यहाँ, सबै मान्छे बस्ने नै गर्छ। उटहरू पनि छन् है साथीहरू, रात पर्न लागेको अवस्था छ हल्का हल्का। सास पर्न लागेको अवस्था छ साथीहरू। यहाँनिर मदिना जाँदा नजिकै भन्दा पनि अलिकति टाइम लाग्छ मदिना जाँदा आउनलाई। यहाँ दायाँ बायाँ तपाईँहरूले देख्न सक्नुहुन्छ है साथीहरू, दायाँ बायाँ यहाँ यी उटहरू, बाख्रा, खसी, भेडाहरू पालेर बस्ने फर्महरू पनि छन्। दायाँ बायाँ सासाना झोक्राहरू यिनी यहाँका स्थानीय कृषकहरूले प्रयोग गरिने विभिन्न पशुपालनको लागि बनाइएका यी साना साना झोक्राहरू हुन्। तपाईँहरूले देखि नै सक्नु भएको छ साथीहरू। यहाँ साना साना उटका फार्महरू पनि छन् है साथीहरू, साना साना उटका फार्महरू पनि छन् यो रातो बालुवाको बिचमा। र हेर्नुहोस् त मान्छेहरू कसरी बसिरहेको छ यहाँ, सबै मान्छे बस्ने नै गर्छ।
छन् है साथीहरू। रात पर्न लागेको अवस्था छ, हल्का हल्का सास पर्न लागेको अवस्था छ साथीहरू। हामी मदिना जायतको नजिकै भन्दा पनि अलिकै टाइम लाग्छ मदिना जायत आउनलाई। यहाँ दायाँ बायाँ तपाईँहरूले देख्न सक्नुहुन्छ है साथीहरू। दायाँ बायाँ यहाँ यी उटहरू, बाख्रा, खसी, भेडाहरू पालेर बस्ने फर्महरू पनि छन्। दायाँ बायाँ सासाना झोक्राहरू यिनी यहाँका स्थानीय कृषकहरूले प्रयोग गरिने विभिन्न पशुपालनको लागि बनाइएका यी साना साना झोक्राहरू हुन्। तपाईँहरूले देखिन सक्नु भएको छ साथीहरू। साथीहरू, हामीले युएई भन्दा बित्तिकै दुबई र आबुधाबीलाई मात्र चिन्ने गरिन्छ। यहाँ दुबई र आबुधाबी मात्र युएई होइन। युएईमा विभिन्न किसिमका आफ्नै यहाँको भूबनोट, फरक फरक भूबनोट छ। यहाँ दुबई र आबुधाबी बाहेक पनि कयौँ त्यस्ता ठाउँहरू छन् जहाँ ठुला ठुला पहाडहरू, घुम्नलाई हरियाली देखिने यहाँका मौलिक सहरहरू पनि छन्। त्यस्तो ठाउँमा पनि घुम्नुपर्ने हुन्छ। अहिले म यहाँ मदिना जायतको केही नजिकै आइसकेको छु। अब हामी मदिना जायत क्षेत्रमा इन्टर गरिसकेका छौँ साथीहरू। मदिना जायत क्षेत्रभित्र छौँ। अब यहाँको केही छिनको यात्रापछि अहिले हामी मदिना जायतमा पुग्नेछौँ। अहिले यहाँ स्कुलहरू, सरकारी भवनहरू, विद्यालय, रेस्टुरेन्टहरू, ठुला ठुला सपिङ मलहरू पनि यहाँ छन्। यहाँका घरहरू आबुधाबीका, दुबईका जस्ता ठुला ठुला मलहरू छैनन्। यहाँका घरहरू साना साना 2 तला 3 तला घरहरू देख्न सकिन्छ हामीले। यहाँका त्यति ठुला ठुला घरहरू छैनन् साथीहरू। आबुधाबीका, दुबईका, शारजाका जस्ता ठुला ठुला भवनहरू यहाँ चाहिँ छैनन्। यहाँ चाहिँ भिल्ला स्टाइल क्या, भिल्लै भनौँ न, भिल्ला स्टाइलका के भिल्लै भनौँ न, साना साना घरहरू चाहिँ छन् साथीहरू। जुन घरहरू हाम्रो नेपालमा पनि यस्तै हुन्छन्, बुझ्नुभयो साथीहरू। यस्तै साना साना घरहरू छन् है यहाँनिर। यो भयो यहाँ 100 को बाटो छ साथीहरू। तपाईँहरूले आफै देखेर उस गर्नु। यहाँ बाटोमा पनि अलिकति ड्राइभ गर्दाखेरि ध्यानपूर्वक उस गर्नुपर्ने हुन्छ। यहाँका घरहरू देख्नुभयो होला नि तपाईँले। त्यस्ता अग्ला अग्ला बिल्डिङहरू छैनन् साथीहरू। यहाँनिर साना साना बिल्डिङहरू छन्। यहाँका घरहरू 2 तला 3 तला भिल्ला जस्ता घरहरू छन्। अलिअलि हरियाली पनि छ बाटोमा। शान्त छ साथीहरू। सहर यहाँको शान्त छ। त्यस्तो आबुधाबी, दुबई जस्तो क्राउड छैन। मान्छेहरू पनि त्यति धेरै त्यस्तो आबुधाबी, दुबई जस्तो त्यस्तो छैनन् यो क्षेत्रमा। अत्यन्तै शान्त, सुन्दर, सफा छ। प्राय युएईका सबै रोडहरू चाहिँ सफा हुन्छन्। आरामदायी यात्रा दिने रोडहरू हुन्छन् साथीहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँका घरहरू कस्तो छन् त तपाईँहरूले देखिसक्नु भएको छ साथीहरू। छोटा छोटा अग्ला बिल्डिङहरू पनि छैन, होचा बिल्डिङहरू छन्, होचा। यहाँ हरेक ठाउँमा पार्कहरू, मनोरञ्जन गर्नको लागि फुटसलहरू, सपिङ मलहरू बनाइदिएको छ यहाँको सरकारले। ल हेर्नुहोस् त, यो हो नि त। अनि यति हुनु पऱ्यो नि त होइन र? आफ्ना नागरिकहरूका लागि यति राम्रो व्यवस्था गरिएको छ यहाँका।
सरकारले। ल हेर्नुहोस् त साथीहरू, अब म यहाँबाट केही अगाडि पुग्यो भने यहाँको कोअपरेटिभमा पुग्छु। कोअपरेटिभ भन्ने चाहिँ अब यहाँको अब के भनौँ कोअपरेटिभ यस्तै हो साथीहरू। अहिले म ठक्क लाएर मदिना जायतको सिटीभित्र इन्ट्री गरेँ। अब यहाँबाट सिग्नलहरू पनि अलिअलि सिग्नलहरू पनि छ यो सिटीमा। यहाँबाट सिग्नलहरू पनि अलिअलि सुरु हुन्छ। आबुधाबी जस्तो त्यति धेरै सिग्नल भएको ठाउँ त छैन यो ठाउँ होइन। यो मलहरू पनि हो। ल हेर्नुहोस् यहाँ चाहिँ मलहरू पनि छ है साथीहरू। ल यतिको मल चाहिँ देख्न पाइन्छ यहाँ। ल आबुधाबी जस्तो चाहिँ होइन, यतिको मल चाहिँ यहाँ चाहिँ छ है साथीहरू। ल देख्नुभयो नि कुन चाहिँ मार्केट आएको छ। यहाँ चाहिँ मल छ। यहाँनिर यता माथितिर बस पार्क हो। ल हेर्नुहोस् त रोडको छेउछाउमा फुलहरू रोपेर सजाइएको छ। यहाँ मान्छेहरू आफ्नै यात्रामा छन् साथीहरू। हेर्न सक्नुहुन्छ सिग्नल। यहाँबाट म लाग्छु तपाईँहरूलाई देब्रेतर्फ। यो सिग्नलबाट पनि म देब्रेतर्फ लाग्नुपर्ने हुन्छ साथीहरू। तिम्रो मायाले मायाले हेर्नुहोस् है साथीहरू, यहाँका घरहरू चाहिँ यिनै हुन्, यस्तै हुन्। होचा होचा साना साना घरहरू छन्, त्यति अग्ला घरहरू छैनन्। यस्तो फार्म एरिया जस्तो देखिन्छ यो चाहिँ है। यहाँका घरहरू यस्तै हुन्। ल हेर्नुहोस् त यहाँका घरहरू साथीहरू होचा होचा छन्, धेरै ठुल्ठुला छैनन् घरहरू। होचा होचा छन्, अग्ला अग्ला देखिँदैनन्, अग्ला अग्ला छैनन् पनि घरहरू। खजुरका रुखहरू छन्, केही रुखहरू हरियाली छ दायाँ बायाँ र बिचको डिभाइडरमा पनि हरिया रुखहरू रोपेर सडकलाई अझै सुन्दर थप आकर्षक बनाइएको छ यहाँ। यो चाहिँ सनैया बजार हो है साथीहरू। यो अलदाब्राको मदिना जायतको सनैया बजार। यहाँको सनैया बजार भनेको यो हो। यहाँ चाहिँ हरेक सामानहरू किन्नलाई मान्छेले आउने गर्छन्। विभिन्न ठाउँका अलदाब्रा रिजनका विभिन्न ठाउँका मान्छेहरू यो क्षेत्रबाट किनमेल गर्ने गर्छन्। हत्ताको रहेछ साथीहरू, नयाँ बनाएको। आफ्नो मस्ती देखिन्छ।
रातको दृश्य हाम्रो यस्तो देखिन्छ है साथीहरू मलाई तपाईँहरूले लाइटहरू झललल्ल परेकै छ लाइटहरू पनि भने अब जाँदै रातको साथीहरू रातको दृश्य हाम्रो यस्तो देखिन्छ है साथीहरू रातिको दृश्य हेर्नुलाई तपाईँहरूले रातिको दृश्य यस्तो देखिन्छ लाइटहरू झललल्ल बलेकै छैन लाइटहरू बल्यो भने अब घरको कति झलल्ल लाइटहरू बल्यो भने अझै झलल्ल देखिन्छ भर्खरै बन्दै गर्छ बनेको छ भर्खरै क्यामेरासँग राखेको छैन होला गार्डन भएको छैन होला नर्मल पनि जाँदा जाँदै रात पर्यो साथीहरू रात पर्यो साथीहरू अब अवस्था हुन सक्छ म अहिले ठक्कै मदिना जायदमा आइपुगेँ साथीहरू अब यहाँ चाहिँ आउँदा बित्तिकै हल्का हल्का रात पनि पर्न लाग्यो साथीहरू साँझ पनि पर्दैछ यतिन्जेल मेरो भिडियोलाई हेरेर साथ दिनुभयो त्यसको लागि म हृदयदेखि नै तपाईँहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु साथीहरू मेरो भिडियो ल हेर्नुहोस् है साथीहरू तपाईँहरूलाई यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला लाइक कमेन्ट सेयर गर्नुहोला भिडियो मन पर्यो भने यतिन्जेल हेरेर साथ दिनुभयो साथीहरू फेरि पनि अर्को यस्तै भिडियोहरू लिएर फेरि अर्को भिडियोमा उपस्थित हुने बाचा गर्दै तपाईँहरूलाई म आजको यो यात्रा यही नै अन्त्य गर्दछु साथीहरू मेरो भिडियोलाई तपाईँहरूलाई मन पर्यो भने सक्दो सेयर गर्नुहोला लाइक कमेन्ट बटङ गर्नुहोला भन्दै आजको भिडियो म यही अन्त्य गर्दछु साथीहरू धन्यवाद दिनुभयो त्यसको लागि म हृदयदेखि नै तपाईँहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु साथीहरू मेरो भिडियो